म अहिले घरदेखि बिहानै हिँडेर हाम्रो साइनो पर्ने भिनाजुको घर गइरहेको छु। यो बल्ल जोतिदिनुपर्छ भिनाजु भनेर। उहाँको घर हो। उहाँको नाम चाहिँ काफलकोटे भनेर हाम्रो उहाँ भिनाजु चाहिँ अत्यन्त एकदम मेहनती मान्छे, गाई भैँसी पाल्नु भएको छ, यही हुनुहुन्छ। मेरो उहाँको नाम चाहिँ खास नाम चाहिँ तपाईँको के अरे भिनाश्री काफलकोटे भनेर चिन्छौँ हाम्रो गाउँकाले। बचपनदेखि म त उहाँलाई चिनेर मेरो घरको छिमेकी पनि हो टेकबहादुर हो। तर हामी धेरैले चिन्ने भनेर काफलकोटे भनेर चिन्छन्। अब सायद काफलको रुमको घर छोरा हो। तपाईँले कति बिहे गर्नु भएको छ अरे? लगभग 35वटा जति बिहे गर्नु भएको छ। अहिले एक्लै हुनुहुन्छ बुढेसकालमा। उहाँले 30-35 भन्दा बढी बिहे गरिसक्नुभयो। धेरै मेहनती साहसी र एकदम हाम्रो गाउँको एकदम हुनहार, एकदम तागतिलो जोसिलो एकदम होइन मान्छे हो। उहाँ चाहिँ एउटा मगर जातिको एकदम क्या फुर्तिलो जोसिलो र उहाँले पहाड फुटाइदियो भने पहाड फुटाइदिने मान्छे खालको हो। उहाँले यताको स्वास्नीको कारणले यही त माया प्रेममा आफ्नो भएको खेत बारी जग्गा जमिन सब बेचेर चाहिँ स्वास्नीको घरतिर जानुभयो। अहिले यो चाहिँ सानो गाई गोठ यहाँ सानो बाछो छ, यो गाई बस्छन्। आफ्नो बस्ने अहिले अवस्था धेरै बिहे गरेर स्वास्नीले फसाएर कति 3 लाख रुपियाँ खर्च गरे भन्नुहुन्छ। उहाँ अहिले यस्तोमा बस्दै आउनु भएको छ। उहाँको एउटा के भन्छ पत्थरले हालेको 2टा ठुला घर थिए। अनि त्यो बेचेर छोराछोरी छैनन्। अनि आफन्तलाई दिए, आफन्तले खाना पनि दिएनन्। अनि त्यसपछि आफन्त पनि पापी भयो आफन्तको। अनि त्यसपछि पापी भएर उहाँले अरू केही भिनाजु केही छ जीवनमा दुःख पीडा सङ्घर्ष के छ आफ्नो जीवनको भोगाई यसो भन्नुपर्दा? नै केही भन्नु छ भनेपछि जिज्ञासा नै केही यसो जिज्ञासा क्या। अब यस्तो हुन्छ नि जिन्दगीमा धेरै उतार चढाव आए, धेरै बिहे पनि गर्नुभयो, धेरै दुःख पनि गर्नुभयो। अब यसो बिहे गर्ने सोचमा हुनुहुन्छ कि के छ त? अब पाएपछि चाहिँ गर्छु भन्नुभएको छ उहाँले। अब हुन त होला नि र अब लेभल। उहाँले चाहिँ एउटा दुःख सुख पाएपछि अझै बिहे गर्ने सोचमा हुनुहुन्छ। उहाँले चाहिँ अझै अब दुमिनीको चाहिएन। अब ऊर्जाति अब राम्रो अलिकति गरेर खानापिना बनाउने जानु घर ढुकाउने भइदियो पनि मलाई चल्छ। बालबच्चा चाहिँ मसँग हुँदैन। अपरेसन भएको मान्छे हो। त्यो ढाँट्नु कुरा कसैलाई पनि हुँदैन। धुली ढोका हुन्छ। काहीँ त्यस्ताहरू छन् भनेपछि विवाद गर्नु धेरै हुन्छ। त्यो कुरो के गर्ने मेरो यस्तै इच्छा। मर्नु भने त एक दिन काल आउने हो, झुला पनि आउने हो। अब बाँच्नु त कच्छ बाँच्नु धेरै पछि छ बुढ्ढा। बाँच्नु त कतिको कहिलो मरिने हो, के कालले खाने हो। उहाँ चाहिँ पहिल्यैदेखि अब हाम्रो गाउँठाउँमा अलिकति गन्नेको मान्नेको एकदम मेहनती मान्छे भएर अहिलेसम्म पनि मेहनत गर्न छोड्नु भएको छैन। यसमा उहाँले यो जमिन बनाउनु भएको छ, यो तल योमा भिर गाई पनि अड्डिन नसक्ने, गाई चढ्न नसक्ने यस्तो भिरमा उहाँले ढुङ्गाले चिनेर यस्तो खेतीबारी बनाउनु भएको छ। आफ्नो चाहिँ जो पहिलाको जमिन चाहिँ धेरै थियो, एकदम बारी बोट बिरुवा घर ठुला थिए, सब भान्जालाई होइन भिनाजु भान्जा साइनो पर्नेलाई छोराछोरी थिएन। भान्जा साइनो पर्नेले मलाई पनि हेर्नुपर्छ। अब एउटा स्वास्नी बिलले धोका दिएपछि अब भान्जालाई दिन्छु म कति दुःख गरौँ भनेर दिनुभएछ। त्यो भान्जाले पनि पछि हेला गरेर हेला गर्न लाग्यो। फेरि अर्को बिहे गर्नुभयो। बिहे गरेर बिहे त उहाँले कति धेरै गर्नुभयो, 30-35वटा भन्दा पनि बढी बिहे गर्नुभएको छ। हाम्रो गाउँमा सबैभन्दा बढी बिहे गरेर रेकर्ड राख्ने हाम्रो यही काफलकोटे भनेर भन्दा पनि टेकबहादुर हाम्रो भिनाश्रीले रेकर्ड चाहिँ राख्नुभयो। दुःख सङ्घर्ष जे गरे पनि उहाँको पीडा चाहिँ एउटा सङ्घर्ष चाहिँ कहानी लामो छ। जस मैले आफ्नो गाउँको एउटा भिनाजु साइनो पर्ने उहाँ चाहिँ मगर पर्नुहुन्छ। जोस् मेहनती भए पनि जातको कुरा त गर्न खोजे होइन मैले। जोस् हिसाब त लग्या त्यो लोकल कहाँदेखि हो? जाँड हो कि लोकल भन्छु रक्सी। अब यहाँ त तपाईँको त बनाउने पनि कहाँ त बनाउने पनि छैन। छन् त छन्। यो काठमाडौँतिर त उसको बनाउँदो रहेछन्, अहिले बनाउने तरिका फरक हुँदो रहेछ। उहाँले बाँदरलाई धपाउने अथवा बाँदर पासो पार्नु भएको रहेछ र एउटा ब्वाँसो अथवा स्याल चाहिँ परेछ। उहाँ अहिले भर्खरै जीवित छ, मैले झुन्डाएको भन्नुहुन्थ्यो। हेर्नुहोस् गाइज, यो उहाँले चाहिँ यस्तो ब्वाँसो यो स्याल यस्तो हुँदो रहेछ, ठ्याक्कै कुकुर जस्तै, तर आँखा चाहिँ डरलाग्दो हुँदो रहेछ। अहिले भर्खर एकदम भाग्ने जस्तो एकदम तहड पहड गर्दै थियो।
यो मैले चाहिँ आफ्नै गाउँको एउटा भेनाजी छैनपर्ने एउटा मगर भेनाजु हुनुहुन्थ्यो। उहाँको एउटा दुःख सङ्घर्ष बिहे धेरैदेखि लिएर उहाँले 9 किलोमिटर टाढादेखि पत्थर ल्याएर एउटा सानो घर बनाउँछु भन्ने अझै आश राख्नु भएको छ। दुखिलो एकदम दुखी मान्छे पनि हो। एउटा यो हेर्नुहोस्, यसरी मौरीको पनि एउटा घर बनाउनु भएको छ। म यस्तो सानो यो भिर हो, उहाँले भिरलाई काटेर जमिन बनाएर आफ्नो जमिन त दिइहाल्नु भयो अर्कालाई, भाइले फसाइहाल्यो के अरे आफ्नो भान्जा। हेर्नुहोस् यस्तो हेर्नु यस्तो यहाँ तल यहाँ उरोप्नु भएको छ उहाँले चाहिँ। यो के भन्छन् यसलाई, तमाकको सानो बुटा रोप्नु भएको रहेछ। यस्तो छ सानो घरमा बस्नु भएको छ। उहाँको यो भान्सा घर चाहिँ यही हो, यहीँ बसेर खाना बनाउनुहुन्छ उहाँले। लाइट पनि छैन, केही छैन। यो चाहिँ उहाँको घर ठ्याक्कै भन्नुपर्दा मेरो घर जहाँ मेरो पुर्ख्यौली घर चाहिँ यो डोटीमा पर्छ। जोराले गाउँपालिका 1 नम्बर वडा घन्टेश्वर घोरडी गाउँको नाम हो। यो गाउँमा 30-40 परिवारहरू 40 परिवार छन्। 7-8 परिवार डाङ्गी बसोबास बस्छन्, 10-15 परिवार मल्ल परिवार बस्छन्। भनेपछि यो गाउँ चाहिँ यो सुरु यो बजार हो। यो अलि राम्रो नभए उहाँको 1 डिब्बा गाई बिएको रहेछ, दही बनाउनु भएको रहेछ। दही चोरी भयो भनेर एकदम दुखासो व्यक्त गर्दै हुनुहुन्छ उहाँले। अब के गरौँ, यस्तो घर छ, घर बनाऊ, के गरौँ, जीवनभरको कमाइ र सबै बिहे गर्दैमा र बुढीले मलाई धोका दिँदैमा सर्वस्व नाश भयो भनेर दुःख व्यक्त गर्नुभएको रहेछ। यस्तै एउटा दहीको भाँडो रहेछ, एउटा भाँडोसहित चोरी भएछ अरे उहाँको हिजो भर्खरै। एकदम दुखासो व्यक्त गरिराख्नु भएको छ। अब के गर्ने, मैले उहाँलाई केही सान्त्वना दिइरहेको छु। सुदूरपश्चिम प्रदेशको पहाडी मार्ग यानि कि भीमदत्त महाकाली हाइवेसँग जोडिएको यस जोराले गाउँपालिकाको 1 नम्बर वडाको रोड अवस्थित केही हिसाबले सुगम र केही हिसाबले दुर्गम अवस्थित पर्छ 1 नम्बर वडा चाहिँ। यो घन्टेश्वर गाविस पहिलेको चाहिँ अहिलेको चाहिँ 1 नम्बर वडा जोराले गाउँपालिकाको। अब जोस् रोडसँग जोडिए तापनि केही सेवा सुविधाहरू सहज भए पनि यहाँको जीवनशैली, यहाँको जुन हरेक एउटा कृषिमा आबद्ध किसानहरू हुनुहुन्छ एउटा यो यस गाउँलाई चाहिँ घोरडी गाउँ भनेर चिनिन्छ। मैले रोडको सेरोफेरो छु, गाउँ रोडदेखि ठ्याक्कै भित्र छ। म अहिले टप पोइन्टमा छु। अहिले मैले चाहिँ उहाँ एकजना भिनाजुको कथासँग जोड्न मात्रै खोजेको थिएँ। यस गाउँमा चाहिँ 40-45 घर भए र जुन 7-8 घर डाँगी जातिको बसोबास छ भनेपछि एराउन्डमा 10-15 परिवार मल्ल जातिको बसोबास छ, 10-12 परिवार बोहरा जातिको छ भनेपछि 1 घर खत्री जातिको बसोबास गर्नुहुन्छ भनेपछि थोरै चाहिँ यहाँ मगर, थापा, पुन मगर के 3-4 जातिको आफन्तै रिलेटेड मगर जातिको पनि बसोबास छ। बाहुल्यता र जातीयताको हिसाबले फरक पृथक सम्प्रदाय बसोबास गर्ने जातिहरूको बसोबास छ। यो धेरै पहिलेदेखि नै बसोबास थियो र केही चाहिँ सबभन्दा पुरानो चाहिँ यहाँको भट्ट परिवारहरूको खास उद्गम बस्ती हो। यो चाहिँ भट्टहरूको खेत चाहिँ बडा खेत हो भने उनको लेक चाहिँ 2-4 महिना खेत एउटा गाई भैँसीलाई गोठ्यान हो रे। त्यसपछि डाँगी जातिहरूले आएर बस्दै आएर अहिले चाहिँ सबै आएर बस्दै आउनु भएको छ। मैले चाहिँ आफ्नो गाउँ विशेषको एउटा हाम्रो उहाँको कथालाई मात्रै, उहाँको जीवनशैलीलाई मात्रै जोड्न खोजेको। उहाँको यो घर चाहिँ सानो, उहाँले अहिले गाई दुहिराख्नु भएको छ। जस मेहनती एक उमेरमा सङ्घर्ष र धेरै दुःख पाएको मान्छे हो उहाँ चाहिँ। ठिकै छ, हजुरहरूले अहिलेसम्म हेर्नुभयो, बुझ्नुभयो, देख्नुभयो र कसैको जीवनीलाई अथवा उहाँको मार्गदर्शनलाई मैले हजुर समक्ष पेस गर्न चाहेको थिएँ, पेस गरेँ। हुन्छ, फेरि हजुरलाई यस्तै अर्को म आफ्नै गाउँ विशेषको एउटा पुरै भिडियो सम्प्रदाय ल्याउनेछु। यो उहाँको एउटा व्यक्तिगत एउटा सानो एउटा कि दुःख र एउटा कहानी लाग्दो जस्तो कहानीलाई मात्रै जोड्न खोजेको छु मैले। म मेरो गाउँसँग सम्बन्धित भएर सब कुरा समेटेर एउटा बनाउँदैछु, त्यो पनि छिट्टै हजुर समक्ष ल्याउने छु। हुन्छ, हजुरहरूले आशा छ हेरिदिनु भयो, बुझ्नुहुनेछ। एउटा उहाँको कहानीलाई एकदम पुरै हेर्नुभयो भन्ने आशा लिएको छु। धन्यवाद। फेरि हजुरको समक्ष यस्तै लिएर आउने नै छु। हेर्दै गर्नुहोला, साथ दिँदै गर्नुहोला। धन्यवाद।